मर्नी बाँच्ने दैवको खेल हो मेरो नाम त पार्वती पोखरेल हो डाली पलायो ए डाली पलायो तर माया पलाइन ए यति तातोलाइन रन्दै बोलाइन घर कहाँ यही गाउँ नजिकै हो कि पछ्यौरी पाल्दियो काँडामा घर त मेरो स्याङ्जा नौ डाँडामा डाली पलायो कति हुनुहुन्छ छोराछोरी तपाईँका हजुर कति हुनुहुन्छ छोराछोरी तिरै मात्रै यो मानभरि तिनटा छोरा छन् गएर घरभरि डाली पलायो कति वर्ष हुनुभयो अहिले म कस्तो कुरा गर्नु भो हाँसको म त भए ४७ वर्षको डाली पलायो हे डाली पलायो तर माया पलाइन हे यति ताटोलाइन जान्दै बाउलाइन अनि कति वर्षको उमेरमा विवाह गर्नुभयो हजुर कति वर्षको उमेरमा विवाह गर्नुभयो के को कुरा गरौँ र हर्षमा हे बिहे भयो मेरो 16 वर्षमा डाली पलायो हे डाली पलायो तर माया पलाइन हे यति ताटोलाइन जान्दै बोलाइन ल साह्रै राम्रो गीत गाउनु भयो दिदी ल आइयो साह्रै राम्रो गीत गाउनु भयो चटपट पनि मिठो खुवाउनु भयो ल दिदीलाई है त ल